हेलो नमस्ते वेलकम ब्याक माई युट्युब च्यानल गाइज। स्वागत छ है सम्पूर्णमा मेरो भ्लगमा। आज चाहिँ म फेरि बारीतिर आएको छु है, माइतबाट घर आएर पनि। माइतमा बस्यो 20-21 दिन के अरे यहाँ घर आएको त आमामा अदुवाबारी हेर्नु त, यो अदुवाबारी भन्नु सुहाउँछ त मेरो। यता भर्खर अलिअलि कोर्दैछ। यो कहिले गोडी भ्याउने होला मैले। आमा झारले खाइदिन्छ अदुवा जति सबै है। पातालो पातालो उम्रिया रहेछ, त्यही नि झारले सत्यनाश। आत्तिसक्यो, यो कहिले गोड्ने हो हा। अब अलिअलि गरेर सकिन्छ होला है। आत्तिनु हुँदैन, काम हो, बिस्तारै हुन्छ त्यस्तो लाग्छ मनमा चाहिँ। एक मनले कहिले गोडी भ्याउने चाहिँ हुन्छ। तै पनि भ्याइदिन्छु गाइज एकछिनपछि होइन, अलि 2-3 दिन लाग्छ होला गाइज। यहाँबाट उता चाहिँ लगाएन, अब उता चाहिँ फेरि खनेर अर्को लगाउने, यति नै लगाएको हो। बल्ल सक्यो। 2-3 दिन लाग्छ झैँ लाग्थ्यो, नबसिकन गोडेको त सक्यो। प्यातातै भयो, खुट्टा नि दुखेर। गाई छोडिदिन्छ क्या यहाँ, गाईले खाइदिएर अदुवा नि त्यही पातालो पातालो छ, भोलिपछि गाँचिन्छ। अहिले चाहिँ पातालो झारले खाइदिएर ओहो कम्ता झार नि रहेनछ, पुरै डिल छापिदिएको झार, यता नि छापिदिएको। लु अब चाहिँ सक्यो। यो एक दिन आएर यहाँ खनेर तिल छरिदिने। लो गाइज, मेरो भिडियो मन परे लाइक सेयर कमेन्ट गरिदिनु होला गाइज। म एक दिन मुठा घाँस काट्नु पर्यो अब।